नमस्कार साथीहरू, डेली भ्लग बनाउने क्रममै आज पनि हामी मोबाइल हातमा छोपेर माथि तन्काएर सुरु गर्न लागिसकेका छौँ। यस्तो खास केही छैन, यसो हामी बाहिरतिर जाऊँ न भनेर हिँडिरहेका छौँ बुढी र म। सो हिँडिराखौँ होइन, एउटा दुइटा भिडियो अपलोड गरिदिइराखौँ युट्युबमा भनेर हामी चढ्यौँ अटो चढेर हिँड्ने क्रममा। हेर्नु न, हिजो अस्तिसम्म खोलामा पुरै एकदम सुक्खा थियो, केही पनि थिएन। आज हिजो बेलुकी यसो पानी परेको, आज यस्तो पानी बगिरहेको खोलामा। एकै दिनमा यति फरक पर्दो रहेछ। मौसम चेन्ज हुनु लाग्छ साथीहरू, मेरो पनि घाँटी दुखिरहेको, ख्याल गर्नु होला। मलाई अझै पब्लिकमा गएर फ्रन्ट साइड बनाएर आफै बोलेर भ्लग बनाउन अझै आँट आएको छैन। जुन दिन आँट आउँछ म बनाउने कोसिस गरिरहेको छु। सुरुमा यस्तै गरेर हाल्दै जान्छु। पछि चाहिँ म आफै बोलेर नै भ्लगहरू बनाउने कोसिसमा गइरहेको छु। सुरुमा अलि अड लाग्छ साथीहरू, पछि जाँदा आफै बानी पर्छ। तपाईँ पनि यदि स्टार्ट गर्नुभयो भने नरोकिनु होला, कन्टिन्यू भिडियो राख्दै जानु होला होइन। पछि जो पनि सुरुमा वार्तै हुँदैन, गर्दै जाँदाखेरि बोल्ने बानी अनि एडिट गर्ने कुराहरू सबै कुराहरू सिक्दै गइन्छ, आफै सिक्दै गइन्छ। आफै त्यस्ता भिडियोहरू हेर्दै सिक्दै गर्दा नि हुन्छ। त्यस्तै गर्ने क्रममा हामी एउटा अटोमा चढेको थियौँ। त्यो अटोको टायरै फुट्यो। टायर फुटेपछि हामी झरेर फेरि अर्को अटो एटेन्ड गरेर जान कोसिस गरिरहेका छौँ। अब त्यो अटोलाई चाहिँ दाइ तपाईँ जानुहोस्, म चाहिँ यति टायर फेरेर आउँछु भन्नुभयो होइन। हामीले हेल्प गर्नुपर्छ नि, गर्छौँ भनेको पर्दैन, तपाईँलाई अलिक बेर होला भनेर छोड्नु भयो। त्यही भएर समस्या भयो। फेरि हामी अर्को अटो चढ्ने क्रममा चाहिँ यहाँ दुइटा भाइहरूले दाइ तपाईँ ब्लगर हो भनिरहेको थिएँ। मैले त भनिहालेँ, तर त्यति ठुलो ब्लगर होइन म। सुरुमा अहिले स्टार्ट गर्न लागेको ब्लगर हो। भाइहरूले पनि हेरिरहेको थियो, ओहो दाइले पुरा भिडियो गरिरहनु भएको भने तिम्रो भिडियो हालिदिउँ त म भनेको। हुन्छ दाइ हुन्छ भनिरहेको थियो। म्युजिक पनि ठुलो स्वरमा चलाइरहेको थियो दाइले दाइले। त्यस्तै गर्दै हामी अगाडि जाँदैछौँ साथीहरू। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। नयाँ कन्टेन्ट क्रिएटरहरू, नयाँ भिडियो ब्लगरहरूलाई सपोर्ट गर्नु होला साथीहरू। देख्नुहुन्छ नयाँ घरहरू बन्दैछन्। साइडमा चाहिँ अब धान रोप्ने समय आएको छ, असार लगाइसकेको छ, जोतभात चलिरहेको छ, पानीहरू लगाएर खेतमा जोतिरहेको ट्र्याक्टरले देख्न सक्नुहुन्छ दृश्यमा। त्यस्तै अगाडि बढ्दै जाँदैछौँ हामी साथीहरू। खासै राम्रो त लागेको छैन होला तपाईँलाई पनि, त्यही पनि यसो पुरा भिडियो हेरेर सहयोग गरिदिनु होला भन्ने मैले आशा राखेको छु। समयमै पानी नपरेको हुनाले एकतिर मकै सुकेको डढेको, एकतिर अलि हरियो भएको छ। यो पछिल्लो आएको भएर त्यस्तो हुनसक्छ। पानी खासै परेको छैन, पानी पर्ने समय परेको छैन। अब आजभोलि चाहिँ पर्ला जस्तो छ। एक दिन परेको हुनाले नि त्यति फरक पर्यो, धेरै दिन खडेर लागेको थियो। त्यस्तै गर्दै हामी जाँदैछौँ, हिँड्दैछौँ साथीहरू। त्यस्तै गरी हामी चाहिँ त्यहाँ जो जाने ठाउँमा हो हामी पुगेर त्यहीँ एक दिन बास बसेर हामी चाहिँ अर्को दिन त्यो बास बसेको दिन बेलुकी यति ठुलो पानी आयो, यति चट्याङसहित, बाफ्रे बा डरै लाग्ने जस्तो होइन। एकदम चट्याङ पऱ्यो, कता पर्नु त पऱ्यो थाहा भएन। एक दिन बिताएर हामी फर्क्यौँ।